मलाई गाडीको ड्राइभरले म चढ्ने बित्तिकै तिमी त्यो नानी होइन भन्यो। अनि मैले हाँसेर हो भने उसले माथि यसरी देखाएर हाम्रो त त्यो भने घन्टीको चिन्ह चाहिँ त्यहाँ रहेछ, त्यो देखाउनु भयो। अनि मैले के पनि भने ल ठिक छ भने हाँसेँ, मेरो लागि फनी थियो त्यो इन्सिडेन्ट। अनि म त्यहाँ अलि अगाडि बसेँ, त्यसपछि दुईजना एकअर्कासँग कुरा गर्नु भएको थियो। मलाई फर्केर भन्नुभयो डह्रो भेट्यौ है तिमीले भन्नुभयो के। मलाई त्योसम्मको सिचुएसन छ भने म अब उसले डह्रो भेट्यौ है तिमीले भनेर चाहिँ उसले मलाई केही गर्न सकेन। उसले नानी तिमीलाई ठिक छ भन्न पनि सकेन के। आखिर यो चेली त म त आफ्नै आमा बाउको मात्र छोरी रहेछु, यो म त नेपालको चेली होइन रहेछ नि त। के गरिस् मङ्गले, आफ्नै ढङ्गले भन्छ नि बहिनी, के गर्छौ तिमीलाई मैले भनेकै हो धेरै झोलेगिरी नगर नगर, बालन सरकारको विरोध नगर नगर भनेर तिमी मान्दैनौ। अब नेपालको झन्डै 3 करोड जनताले भोट दिएर होइन अहिले झन्डै 2/3 सरकार बनेको छ। जनताले बनाएको सरकार हो नि त यो त। अब तिमी त्यही जनताले बनाएको सरकारको विरोध गर्दै हिँड्छौ, झोलेगिरी गर्दै हिँड्छौ। अब यस्तो गरिसकेपछि तिम्रो हालत हुने भनेको यस्तै हो क्या बहिनी।